साथी वेलकम टु माई युट्युब च्यानल। साथीहरू हामी धादिङ मामु घर आएको थियौँ औँसीको लागि हजुरमुवालाई भेट्न। अब हामी आज चाहिँ घर फर्किँदैछौँ। हाम्रो बाटो बिग्रेर हाम्रो चाहिँ अलि माथिसम्म हिँड्नुपर्छ, त्यही भएर एकदम गाह्रो भइरहेको छु। अब अगाडि मेरो मम्मी ठुलो मम्मी चाहिँ लट्ठी टेक्दै झोला बोक्दै पुगिरहनु बिचरा। हजुरमुवा चाहिँ रोइरहेको छ। छोरीहरू जान लाग्यो भनेर कति नरमाइलो लाग्यो। यस्तै हो, टाढा छ, धेरै दिन बस्ने गरी आउनु पाउँदैन। आज आयो, भोलि फर्क्यो। मम्मी मम्मी र ठुलामा कहाँ गएर आएको रे? माइत के बोक्यो हौ यस्तो झोलामा? कसैले लुगा फाटो हो? ल ठुलामाले नि कसैले बोक्नु भयो हो? अनि कस्तो भयो त आमालाई भेट्न? खुसी लाग्यो? खुसी लाग्यो। खुसी लाग्यो? त्यहाँ माथि बहिनी छोरी भेटेर त झन् खुसी लाग्यो हो। बिहानको झुल्की घाम उदा जस्तो लाग्यो। त्यस्तो लाग्यो। ल बिस्तार जाउँ है त। ल साथीहरू, ठुलो मम्मीले ममलाई टिका लाएर पैसा दिन बिर्सिस्यो अरे, त्यही भएर बाटोमा पैसा देखाइन भनेर सम्झाउँदै होइसिन्छ। ल हेर आफ्नै माइतको मान्छेलाई नचिनेर यस्तो गाह्रो। ल जा।